आज म तपाईहरूलाई विश्वका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र उनका एक असाध्यै चलाख ड्राइभर बीचको एउटा रमाइलो र बुद्धिमत्तापूर्ण घटना सुनाउँदैछु। यो कथाले देखाउँछ बुद्धि केवल किताबको पानामा मात्र हुँदैन, यो त केवल हरेक मानिसको जीवनमा लुकेको हुन्छ। घटना त्यति बेलाको हो जब प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एउटा लामो भाषण यात्रामा थिए। शहर शहर देश देश घुम्दै उनले आफ्ना जटिल सिद्धान्तहरूलाई सरल भाषामा बुझाउँदै थिए। एक साँझ एउटा नयाँ शहरमा भाषण दिन जानुअघि आइन्स्टाइन आफ्नो गाडीमा बसिरहेका थिए। अचानक गाडीको सिटमा बसेको उनको ड्राइभर हान्सले एकदम आत्मविश्वासपूर्ण स्वरमा भन्यो, डाक्टर आइन्स्टाइन, माफ गर्नुहोला, तर मलाई लाग्छ अब म तपाईँका भाषण सबै सुनाउन सक्छु। मलाई तपाईँका भाषणहरू सबै कण्ठ भइसकेका छन्। पछिल्ला 20वटा कार्यक्रममा मैले तपाईँको सापेक्षताको सिद्धान्तलाई एकै लयमा शब्द शब्द सुनेको छु। मानिसहरूले त तपाईँको आवाज मात्र चिन्छन्, मेरो आवाज त सुनेका छैनन्। मलाई त देखेका छैनन्, तपाईँलाई पनि देखेका छैनन्। आइन्स्टाइन अचम्म मान्दै हाँसे। अनि तिमी के चाहन्छौ हान्स? हान्सले भन्यो, आज रात मलाई तपाईँका रूपमा भाषण गर्न दिनुहोस्। तपाईँ साधारण लुगा लगाएर पछाडिको लहरमा ड्राइभर बनेर बस्नुहोला। म तपाईँको सट्टामा भाषण दिन्छु। यो हाम्रो लागि एउटा उत्कृष्ट मजाक हुनेछ र तपाईँलाई एक रात भए पनि आराम मिल्नेछ। आइन्स्टाइन आफ्नो ड्राइभरको यो साहस र चलाखीपूर्ण विचार सुनेर एकदमै खुसी भए। उनलाई लाग्यो मेरो ड्राइभर कति बाठो रहेछ, यसको परीक्षा लिनै पर्छ। आइन्स्टाइन विनम्र र खुसी हुँदै, ठिक छ हान्स, म तिम्रो यो बहादुरी देखेर प्रभावित भएँ। आजको रात तिमी नै डाक्टर अल्बर्ट आइन्स्टाइन बन। कार्यक्रम स्थलमा पुगेपछि हान्स अल्बर्ट आइन्स्टाइनको भेषमा भव्य स्वागतका साथ मञ्चमा उक्लियो। तालीको गडगडाटले हल गुन्जियो। आइन्स्टाइन आफै सामान्य लुगामा दर्शक दीर्घाको अन्तिम लहरमा मुसुक्क हाँस्दै बसिरहेका थिए। हान्सले भाषण सुरु गर्यो। उसले आइन्स्टाइनको भाषणको शैलीलाई दुरुस्तै नक्कल गर्दै आत्मविश्वासका साथ सापेक्षताको सिद्धान्तमाथि धारा प्रवाह व्याख्या गर्यो। हान्सले उत्कृष्ट प्रदर्शन गरिरहेको थियो। आइन्स्टाइनले गर्वका साथ टाउको हल्लाए। उनलाई लाग्यो, वाह, मेरो ड्राइभरले त नाम कमायो। भाषण सकियो। अब पालो आयो प्रश्न उत्तरको। अचानक दर्शक दीर्घाको अगाडिबाट एकजना सुट बुट लगाएका गम्भीर देखिएका प्रोफेसर उठेर एउटा असाध्यै जटिल प्रश्न सोधे, जुन आइन्स्टाइनको पछिल्लो रिसर्चसँग सम्बन्धित थियो र हान्सले त्यो बारेमा कहिल्यै सुनेकै थिएन। डाक्टर आइन्स्टाइन, तपाईँको युनिफाइड फिल्ड थ्योरीका सन्दर्भमा के तपाईँ कोरियोलिस बलको प्रभाव र स्पेस टाइम कर्भेचरको अन्तर सम्बन्धबारे व्याख्या गर्न सक्नुहुन्छ? यसमा तपाईँको पछिल्लो अनुसन्धानको निष्कर्ष के छ? हान्सको मुटु ढुक ढुक गर्न थाल्यो। उसको निधारमा पसिना आयो। उसले आइन्स्टाइनको भाषण त कण्ठ गर्यो, तर यो जटिल विज्ञानको जवाफ उसलाई आउँदैन थियो। तर हान्स डराएन। उसले एकैछिन सोच्यो र भन्यो। उसको दिमागमा असाधारण चलाखीपूर्ण जवाफ फुर्यो। हान्स, नक्कली आइन्स्टाइनले हाँसेर हात हल्लाउँदै, ओहो, के तपाईँले यही प्रश्न सोध्नु भएको हो? मेरो प्रिय मित्र, मलाई अचम्म लाग्यो तपाईँ जस्तो विद्वान व्यक्तिले यस्तो सामान्य प्रश्न सोध्नुभयो। यो प्रश्न त यति सजिलो छ कि भनेर मञ्चमा यताउता हिँड्दै अनि पिलिक्क दर्शक दीर्घाको अन्तिम लहरमा बसिरहेका वास्तविक आइन्स्टाइनलाई औँल्याउँदै भन्यो, यो प्रश्न त यति साधारण छ कि यसको जवाफ त मेरो निजी ड्राइभरले पनि दिन सक्छ।
तपाईहरूको समय खेर नजाओस् भनेर म मेरो ड्राइभरलाई तुरुन्त मञ्चमा बोलाउँछु। उनले तपाईको प्रश्नको जवाफ 1 मिनेटभित्र दिनेछन्। आउनुहोस् त साथी। आइन्स्टाइन आफ्नो ड्राइभरको यो चलाखी देखेर मुसुक्क हाँसे। उनी गर्वले उठेर दर्शक दीर्घबाट मञ्चमा गए। आइन्स्टाइनले माइक हातमा लिए। उनले ड्राइभर हान्सलाई एक नजर हेरे र त्यसपछि प्रोफेसरलाई हेर्दै आफ्नो मौलिक, वैज्ञानिक र सरल शैलीमा उक्त जटिल प्रश्नको विस्तृत जवाफ दिए। भाषण सकिँदा हान्सको चलाखी र आइन्स्टाइनको विनम्रता दुवैको तालीले हल फेरि गुन्जियो। यो कथाको शिक्षा के हो त? अल्बर्ट आइन्स्टाइनको महानता केवल उनको बुद्धिमत्तामा मात्र थिएन, यो त विनम्रता, हास्यबोध र मानिसको क्षमतामाथि विश्वास गर्ने उनको महान गुणमा थियो। अनि यो पनि कि जीवनमा समस्या आउँदा ज्ञानले मात्र होइन, तत्कालको चलाखी र बुद्धिको प्रयोगले पनि हामीलाई पार लगाउन सक्छ। आजको यो कथा हजुरहरूलाई कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र साथीहरूको माझमा सेयर गर्नुहोस्। यस्तै रमाइला अनि प्रेरणादायी कथाहरूको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला भन्दै आजको लागि अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। हवस् त, नमस्ते। अन्त्यमा ज्ञानदीप सधैँ बालिरहनुहोस् है।